नमस्कार। आज हामी एउटा निकै गहिरो आध्यात्मिक जिज्ञासामा छलफल गर्दैछौं। नमस्ते। यो प्रश्न मतलब लगभग 1000 वर्ष पहिलेको हो, श्री रामानुजाचार्यको मनमा उठेको हो, विशिष्टाद्वैतका महान आचार्य। उहाँको प्रश्न थियो, यदि कसैले जीवनभरि भगवानको भक्ति गर्यो तर अन्तिममा कोमा वा बेहोसीले गर्दा भगवानलाई सम्झन सकेन भने के हुन्छ? मुक्ति पाउँछ कि पाउँदैन? यो एकदमै व्यावहारिक चिन्ता हो नि भक्तहरूको लागि। हो नि। अनि यो प्रश्न उहाँले काञ्चीपुरमका महात्मा काञ्चीपूर्ण मार्फत त्यहाँ विराजमान भगवान वरदराज समक्ष पुर्याउनुभयो। र भगवानले जवाब पनि दिनुभयो 6वटा सूत्रमा, एकदमै सारगर्भित। आज हामी तिनै 6 सूत्रको अर्थ खोतल्ने प्रयास गर्नेछौं। अवश्य। यी उत्तरहरूले ईश्वर, जीव अनि मुक्तिको मार्गबारे धेरै कुरा स्पष्ट पार्छन्। रामानुज दर्शनलाई नै बल पुर्याउँछन्। त्यसो भए रामानुजाचार्यका मुख्य जिज्ञासाहरू के थिए त? काञ्चीपूर्ण स्वामीजीले भगवान समक्ष के राख्नुभयो? प्रश्नहरू थिए। परम तत्व को हुनुहुन्छ? खासमा सत्य के हो? अनि जीव र ईश्वरको सम्बन्ध चाहिँ कस्तो छ? के उनीहरू एउटै हुन् कि फरक? महत्त्वपूर्ण प्रश्न। मुक्तिको उपाय नि सबैभन्दा सजिलो उत्तम उपाय हो, त्यो पनि। अनि सबैभन्दा ठूलो चिन्ता, जीवनभर भक्ति गरेर पनि अन्तिममा सम्झनै पर्छ त? के त्यो अनिवार्य छ? अनि यदि पर्दैन भने कहिले र कसरी मोक्ष मिल्छ त? यिनै प्रश्नहरू थिए। अनि भगवान वरदराजले एकदम छोटो सूत्र जस्तो 6 वाक्यमा जवाफ दिनुभयो। पहिलो जवाफ के थियो? पहिलो सूत्र थियो अहमेव परम तत्वम, मतलब म नै परम तत्व हुँ। परमात्मा नै परम सत्य हो। जगतको कारण पनि म नै हुँ। म बाहेक अरू कोही छैन परम सत्य। स्पष्ट भयो। अनि दोस्रो, जीव र ईश्वरको सम्बन्धबारे? दोस्रो सूत्र थियो दर्शनम भेद एव च। यसको अर्थ हो जीव र ईश्वर बीचको जुन भेद छ त्यो नै वास्तविक दर्शन हो। त्यो भेद सधैँ रहन्छ। मतलब जीव र ईश्वर कहिल्यै एक हुँदैनन्, अद्वैत हुँदैन। उहाँको दर्शन अनुसार हुँदैन। यो भिन्नता नित्य छ, वास्तविक छ। यही भिन्नताले गर्दा नि त भक्ति सम्भव हुन्छ नि, हैन? हो त नि। भक्त र भगवानको सम्बन्ध त भिन्नतामै अडिएको हुन्छ। ठीक भन्नुभयो। ल, अब आयो मुक्तिको उपायको कुरा। परम तत्व थाहा भयो, जीव ईश्वर भेद थाहा भयो, अब मुक्ति कसरी? तेस्रो सूत्रमा भगवानले भन्नुभयो उपायेषु प्रपत्ति स्यात्। उपायेषु प्रपत्ति स्यात् अर्थात् मोक्षका अनेक उपाय होलान्, तर ती सबै मध्ये प्रपत्ति अर्थात् शरणागति नै सर्वश्रेष्ठ हो। शरणागति, यसलाई अलि खुलाउनुस् न। शरणागति भनेको पूर्ण आत्मसमर्पण हो। मतलब हे प्रभु, म हजुरकै हुँ। म आफ्नो उद्धार आफै गर्न सक्दिन। मेरो रक्षा गर्ने, मलाई पार लगाउने हजुर नै हो भन्ने दृढ विश्वास र समर्पण। आफ्नो कर्तापनको भाव, अहंकार सबै त्यागेर भगवानलाई नै जिम्मा लगाउने हो। पूर्ण निर्भरता। तपाईले जे गर्नुहुन्छ मलाई स्वीकार छ भन्ने भाव। तर धेरै ठाउँमा त अन्तिम समयको स्मरण, त्यो अन्तिम स्मृतिलाई एकदमै जोड दिइन्छ नि। शरणागतिले त्यसलाई कसरी हेर्छ? खासमा रामानुजाचार्यको मुख्य चिन्ता नै त्यही थियो। हो, एकदमै सही प्रश्न। र यही आउँछ चौथो सूत्र, जसले सबैभन्दा ठूलो राहत दिन्छ। के हो त्यो? भगवानले भन्नुभयो अन्तिम स्मृति मया नहि अपेक्षिता। एकछिन, मया नहि अपेक्षिता मतलब मेरा भक्तहरूबाट म अन्तिम समयको स्मरणको अपेक्षा गर्दिन। साँच्चै? हो। जसले जीवनभर मेरो शरणागति लिएको छ, मेरो भक्ति गरेको छ, यदि ऊ अन्तिममा कुनै कारणले, रोगले, बेहोसीले मलाई सम्झन सक्दैन भने पनि केही चिन्ता लिनु पर्दैन। वाह, यो त धेरै ठूलो कुरा भयो। मतलब जीवनभरको निष्ठा, त्यो शरणागतिको भाव नै महत्त्वपूर्ण रहेछ। अन्तिम क्षणको अवस्था गौण भयो। बिल्कुल। शरणागति भनेकै भगवानमाथिको त्यो विश्वास हो नि त, जुन अन्तिम साससम्म रहन्छ। चाहे चेतनाले सम्झोस् वा नसम्झोस्, जीवनभरको यात्रा नै मुख्य भयो। यसले त कति धेरै डर हट्छ होला भक्तहरूको मनबाट। हो नि। 5औं र 6औं सूत्रले यसलाई अझै पक्का गर्छ। 5औंमा भन्नुभयो, खासमा यो 6औंसँगै जोडिन्छ, शरीर छोड्ने बेलामा म नै भक्तलाई सम्झन्छु, स्वीकार गर्छु भन्ने भाव। भगवानले आफै सम्झनुहुन्छ। अनि 6औं सूत्रले टुङ्ग्याउँछ देह वसाने ददामी परम पदम।
अर्थात् त्यस्तो शरणागत भक्तको शरीर छुटेपछि म उसलाई आफ्नो परमधाम वैकुण्ठ प्रदान गर्छु। सिधै परमपद हो, यसले सबै शङ्का हटायो नि। जीवनभरको शरणागति काफी छ, अन्तिम स्मरण अनिवार्य छैन, मुक्ति निश्चित छ। त्यसो भए संक्षेपमा भन्नुपर्दा भगवान वरदराजका 6 सूत्र यस्ता रहे। 1. उहाँ नै परम सत्य। 2. जीव र ईश्वर भिन्न छन्, सधैँ भिन्न। 3. उत्तम उपाय शरणागति। 4. शरणागत भक्तलाई अन्तिम स्मरण अनिवार्य छैन। 5. भगवान आफैले अन्तिममा स्वीकार गर्नुहुन्छ। 6. देह त्यागपछि परमधाम। एकदम सही। यो श्री रामानुज सम्प्रदाय र समस्त वैष्णव भक्तहरूको लागि ठूलो मार्गदर्शन र सान्त्वना हो। तर यहाँ एउटा विचारणीय कुरा पनि उठ्छ। के कुरा? यदि शरणागति मतलब आफ्नो असक्षमता स्वीकारेर पूर्णतः भगवानमा निर्भर हुनु नै परम उपाय हो भने यो दृष्टिकोणले भक्तको जीवनलाई कसरी हेर्छ? के यो केवल अन्तिम क्षणको चिन्ता हटाउने कुरा मात्र हो? वा के यो शरणागति भन्ने कुरा चाहिँ हरेक दिन हरेक क्षण जिउने एउटा तरिका, एउटा अभ्यास बन्नुपर्छ जसले उसको हरेक कर्म, हरेक सोचलाई नै निर्देशित गरोस्? गहिरो प्रश्न। शरणागति अन्तिम लक्ष्यको साधन मात्र हो कि आफैमा एक जीवन पद्धति हो? हो, यो पक्ष विचार गर्न लायक छ।